हेलो नमस्ते साथीहरु, तपाईहरुलाई हाम्रो नयाँ भिडियोमा स्वागत छ। आजको यो भिडियोमा मैले 2016 मा रिलिज भएको कोरियन ड्रामा द मिरेकलको एक्सप्लेनेसन भिडियो लिएर आएको छु। सो ढिलो नगरिकन भिडियो सुरु गरौँ। कहानी सुरु हुन्छ दुईवटा ट्विन सिस्टर्सलाई देखाउँदै, जसको नाम सियोन र सिया हुन्छ, जो चाहिँ एकअर्काबाट कम्प्लिटली अपोजिट हुन्छन्। सियोन एउटा मोटी केटी हुन्छ, तर ऊ निकै डराउने र कम कन्फिडेन्ट भएकी केटी हुन्छ, तर ऊ सिंगिङमा निकै राम्री हुन्छ। तर आफ्नो लो कन्फिडेन्सले गर्दा ऊ कुनै पनि सिंगिङ शोमा सेलेक्ट भएकी चाहिँ हुँदैन। सियोनलाई उसको ठूलो साइजको कारण आफ्नै स्कुलमा पनि सबै साथीहरूले जिस्काउने गर्थे, जसले गर्दा उसको सेल्फ कन्फिडेन्स पुरै तरिकाले खत्म भइसकेको हुन्छ। उसको स्कुलमा एउटा क्रस पनि हुन्छ, तर ऊ पनि अरूसँग मिलेर सियोनलाई जिस्काउने र उसको मजाक उडाउने गर्छ। यतातिर फेरि सिया एकदमै राम्री एक्ट्रेस, मोडल र सिंगर हुन्छ, जो कि निकै पपुलर हुन्छ, तर ऊ निकै घमण्डी पनि हुन्छ। यसको साथसाथै सिया एउटा पपुलर गर्ल्स ग्रुप मिरेकलको मेम्बर पनि हुन्छ, तर ग्रुपमा कसैसँग उसको त्यति राम्रो कुरा मिल्थेन, किनकि ग्रुपमा सबैभन्दा बढी अपर्च्युनिटिज उसले मात्र पाउने गर्थी, जबकि उसको सिंगिङ त्यति राम्रो थिएन। ऊ केवल डान्स मात्र राम्रो गर्न सक्थे। सो सियोन र सिया एकअर्काबाट निकै अलग हुन्छन् र सियाले सियोन ठूलो साइजको भएको कारणले गर्दा कहिले पनि उसलाई आफ्नो सिस्टरको रूपमा एक्सेप्ट गर्दिने। कहिलेकाहीँ इन्टरभ्यू भएको बेला पनि उसले सियोनलाई रुममै बस्न भन्छ र आफ्नो सबै साथीहरूबाट पनि लुकाएर राख्छ। यतातिर एक दिन सियाले एउटा पपुलर सिंगर पार्कसँग कमर्सियल एड गर्न पाएकी हुन्छ, तर सिया र सिंगर पार्क दुवै घमण्डी हुन्छन्। त्यसै कारणले झगडा गरेर पार्कले त्यो कमर्सियल एड क्विट गरेर जान्छ, जसले गर्दा सियाले पनि त्यो एड गुमाउनु पर्छ, जसले गर्दा ऊ निकै दुखी हुन्छ। यतातिर फेरि एक दिन सियोनको डग कतै भागेर जान्छ, जसले गर्दा सियोन निकै चिन्तित हुन्छ र त्यो डगलाई खोज्न थाल्छ। पछि धेरै बेरसम्म खोजेपछि उसले आफ्नो डग भेटाउँछ, तर त्यो डगको नजिक एउटा आइमै बेहोस भएकी हुन्छ, जसलाई देखेर उसले त्यो आइमैको मद्दत गरिदिन्छ। तर पछि उसले थाहा पाउँछ कि त्यो नर्मल आइमी हुँदैन, ऊ खासमा एउटा ट्यारोट कार्ड रिडर हुन्छ, जसले सियोनलाई देख्ने बित्तिकै बुझ्छ कि ऊ निकै दुखी छ भनेर, र त्यसलाई मद्दत गर्न एउटा ट्यारोट कार्ड सिलेक्ट गरेर विश माग्न भन्छ। तर खासमा सियोनलाई यस्तो कुरामा त विश्वास हुँदैन, तर त्यही पनि उसले यस्तो हुन्छ भने मेरो शरीर र मेरो सिस्टर सियाको शरीर एकअर्कामा बदलियोस् भनेर मनमा नै सोच्छ। तर दिमागमा चाहिँ उसले जति खाए पनि म नमोटाऊ भनेर सोचिरहेकी हुन्छ। त्यसपछि ट्यारोट मास्टरले सियोनलाई एउटा लकेट दिएर तिमीलाई केही प्रब्लम परे मसँग आउनु भन्छ। त्यसपछि सियोन घर जाने बेलामा बाटोमा उसलाई चक्कर आएर ऊ त्यही बियोस हुन्छ र यता सिया चाहिँ डान्स गर्दा गर्दै त्यहाँ बियोस हुन्छ। र पछि जब उनीहरू दुईजना उठ्छन्, उनीहरू एउटै हस्पिटलमा हुन्छन् र पछि एकअर्कालाई हेर्दा दुवैजना सक्ड हुन्छन्, किनकि अब दुईटैको बडी चेन्ज भइसकेको हुन्छ। सियोनले सियालाई सबै कुरा भन्छ र पछि जब उनीहरू ठिक हुनको लागि ट्यारोट मास्टरको घर जान्छन्, उनीहरूले थाहा पाउँछन् कि ट्यारोट मास्टर त 30 दिनको लागि त भ्याकेसनमा जानुभएको छ। त्यसपछि उनीहरू दुईटाले अरू केही उपाय नभएर यो सिचुएसनलाई एक्सेप्ट गर्छन् र एकअर्कालाई बुझेर एकअर्काको लाइफ जिउन थाल्छन्। अर्को दिन सिया सियोनको स्कुलमा जान्छ र निकै खुसी हुन्छ, किनकि अब उसलाई पातलो भइराख्नको लागि डाइट गरिराख्न पर्थेन। तर त्यति बेला सियोनका क्लासमेट्सहरूले उसलाई डिस्टर्ब गर्छन्। सिया उनीहरूमाथि कराउन त चाहन्थे, तर सियोनले त्यस्तो केही नगर्नु भनेकाले उसले केही भन्दैन। र यता सियोन चाहिँ सियाको स्टुडियो जान्छ र सुरुमा त्यति धेरै मान्छेले आफूलाई घेरेको देखेर नर्भस हुन्छ, तर त्यता गएर ऊ सिया जस्तो डान्स गर्न सक्दिन, किनकि ऊ सुरुबाटै निकै अन्डर कन्फिडेन्ट हुने गर्छ। त्यसैले उसलाई परफर्म गर्न गाह्रो लाग्छ। तर त्यसपछि ऊ एकछिन शान्त बसेर सोच्छ कि कसरी ऊ घर एक्लै हुँदा र घर कोही नहुँदा कति राम्रो डान्स गर्थे र सिंगिङ गर्ने गर्थे। त्यसपछि ऊ चाहिँ कन्फिडेन्ट भएर अति राम्रो डान्स र सिंगिङ गर्न थाल्छ। उसको सिंगिङ सिया भन्दा पनि अति राम्रो हुन्छ, जसले गर्दा त्यहाँ भएको सिंगर पार्क पनि उसको दिवाना हुन्छ। र परफर्मेन्स गरेपछि सिडीबाट झर्ने बेलामा सियोनको लेग स्लिप भएर ऊ चाहिँ पार्कको अँगालोमा आइपुग्छ। त्यसपछि पार्कलाई सियोनसँग वान साइडेड लभ हुन थाल्छ र आफूसँग एउटा डुएट एल्बम गर्न भन्छ। त्यसपछि यिनीहरू दुईटा बीच अति राम्रो मित्रता हुन थाल्छ र पछि उनीहरूले एकअर्कालाई लभ गर्न थाल्छन्, तर उनीहरूले आफ्नो लभ रिलेसन सबैबाट लुकाएर राख्छन्। यतातिर सियाले आफ्नो सिस्टर सियोनको सेक्रेट डायरी भेटाउँछ, जसमा सबै कुरा लेखिएको हुन्छ कि कसरी उसका साथीहरूले उसलाई जिस्काउने गर्थे र उसको आफ्नै क्रसले पनि उसलाई जिस्काउने गर्थ्यो र इन्सल्ट गर्ने गर्थ्यो। सियाले यो थाहा पाएर आफ्नो बहिनीको इन्सल्टको बदला लिने सोच्छ र उनीहरूलाई इन्सल्ट गर्न थाल्छ, इन्क्लुडिङ सियोनको क्रस। अब हेर्दा हेर्दै सिया सियोनको स्कुलमा पपुलर हुन थाल्छ। सबैजना उसको डान्सको फ्यान हुन थाल्छन् र केही क्लासका केटीहरू त सियोनसँग डान्सको क्लास पनि लिन थाल्छन्। पछि सियोनको यो चेन्ज बिहेभियर देखेर उसको क्रसले उसलाई मन पराउन थाल्छ र यति बेलै यतातिर सियोनले त्यो लकेट सम्बन्धी एउटा कुरा थाहा पाउँछ कि जब जब उसको केही विश पुरा हुन्छ तब तब अरू कोहीसँग केही नराम्रो घटना हुन्छ। यही बेला यतातिर पार्कले आफ्नो म्युजिक रिलिज गर्छ, तर उसको गीतका केही वर्ड्सहरू अरूको गीतसँग म्याच हुन्छ, जसले गर्दा सबैले पार्कलाई चिटर सम्झिरहेका हुन्छन् र ऊ निकै दुखी हुन्छ र त्यसैले उसले आफूलाई एउटा रुममा बन्द गरेर राख्छ। पछि
त्यसपछि सियोनले यो देखेपछि उ निकै चिन्तित हुन्छ र पार्कसँग गएर हामी दुईटा मिलेर एउटा नयाँ गीत गाउँ भन्छ। त्यसपछि उनीहरू दुईजना मिलेर एउटा अति राम्रो गीत रेकर्ड गर्छन् जसमा यिनीहरूले आफ्नै मायाको कुरा गरेका हुन्छन्। त्यसपछि स्टुडियोबाट बाहिर निक्लिने बेला एउटा रिपोर्टरले उनीहरू दुईजनाको फोटो खिचिदिन्छ र सबैलाई यिनीहरूको रिलेसनशिपको बारेमा थाहा हुन्छ। त्यसपछि यो थाहा पाएर सिया एकदमै रिसाउँछ किनकि उसले पहिले नै सियोनलाई यस्तो केही काम नगर्नु जसले मेरो इमेज खराब हुन्छ भनेर भनेकी थिए। त्यही भएर यी दुईजना लड्न थाल्छन् र त्यही बेला त्यहाँ पार्क आउँछ र दुईटैलाई रोक्न कोसिस गर्छ र सियालाई धकालिदिन्छ। उसलाई चाहिँ सिया उसको क्रेजी फ्यान जस्तो लाग्छ जसले उसको लभ एफेयरको बारेमा थाहा पाएर उसको गर्लफ्रेन्डलाई डिस्टर्ब गर्दैछ। पार्कले सियालाई धकालेको देख्दा सियोनले आफैलाई धकालेको जस्तो सोच्छ किनकि आखिर त त्यो शरीर उसकै हुन्छ। त्यसपछि उसलाई लाग्छ कि आखिर उसले मलाई मन पराउँदैन, मेरो शरीरलाई मात्रै मन पराउँछ। त्यसकारणले सियोनले यति धेरै अप्ठ्यारो कुरा हुन थालेपछि ऊ चाहिँ टोरेट मास्टरका जान्छ जहाँ उसले टोरेट मास्टरको छोरीलाई भेट्छ जसले उसलाई भन्छ कि उसको आमालाई अलि सन्चो छैन र उहाँ चाहिँ केही दिनपछि त्यहाँ आउनुहुन्छ। त्यही भएर तिमीले मलाई तिम्रो प्रब्लम बताउन सक्छौ भन्छ। यसपछि सियोनले मलाई फेरि पहिले जस्तै हुनु छ भन्छ। त्यसपछि ट्यारोट मास्टरकी छोरीले तिमीले फेरि त्यही लकेटलाई मनबाट यही कुरा माग अनि सब नर्मल हुन्छ भन्छ। अब घर आएर सिया र सियोन दुवै मिलेर फेरि आफू पहिले जस्तै हुन चाहन्छु भनेर माग्छन्। तर बिहान उठेर हेर्दा केही पनि बदलिएको हुँदैन। अब जब केही पनि नर्मल भएको हुँदैन उनीहरूले एकअर्काको लाइफ एक्सेप्ट गर्छन्। सियाले सियोनको लाइफ एक्सेप्ट गर्छ र सियोनले सियाको। एक दिन फेरि सिया रोड क्रस गर्न लागिरहेकी हुन्छ। त्यति बेला अगाडिबाट कार आइरहेको हुन्छ। यो देखेर सियोन सियालाई बचाउन दगुर्छ र अचानक दुवैको त्यहाँ एक्सिडेन्ट हुन्छ। पछि जब हस्पिटलमा सियोनले आँखा खोल्छ तब दुवैको सौल चेन्ज भइसकेको हुन्छ र ट्यारोट मास्टर पनि आइसकेका हुन्छन्। त्यही भएर पनि सायद सौल बदलिएको हुन्छ होला। सो अब जब सबै नर्मल हुन्छ तब सियाले पार्कसँग ब्रेकअप गर्छ किनकि पार्कलाई त सियाले मन नै पराउँदैन र यता सियोनले आफ्नो स्कुलको क्रसलाई भेट्छ। उसले सियोनलाई सरी भनेर फ्रेन्डसिप गरौँ भन्छ तर सियोनले उसलाई रिजेक्ट गरिदिन्छ किनकि अहिले चाहिँ उसले पार्कलाई मन पराउन थालिसकेकी हुन्छ र अब सियोन र सिया बीच सिस्टर बोन्ड पहिलाभन्दा अति राम्रो हुन्छ र उनीहरू एकदमै मिल्ने गर्छन्। र पछि सियाले सियोनलाई सिङ्गिङ अडिसन दिन फोर्स गरेपछि ऊ चाहिँ सिङ्गिङ अडिसन दिन जान्छ जसको जज अरू कोही नभई पार्क नै हुन्छ। र जब सियोन गीत गाउन स्टार्ट गर्छ तब उसले त्यही गीत गाउँछ जुन चाहिँ उसले पार्कसँग स्टुडियोमा गाएकी थिए। यो देखेर पार्क खुसी हुन्छ र पछि सियोन र पार्क मिली त्यो डुएट सङ गाउँछन् र ड्रामा यही इन हुन्छ। सो साथीहरू, तपाईहरुलाई यो कोरियन ड्रामा मुभी द मिरेकलको एक्सप्लेनेसन भिडियो कस्तो लाग्यो? भिडियो मन परे भिडियोलाई लाइक गरी फेभरेट पार्ट कमेन्ट गरी च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनु होला। आजको लागि यति नै। फेरि अर्को नयाँ भिडियोमा चाँडै नै भेटौँला। थ्यांक यू फर वाचिङ। टेक केयर एन्ड बाई बाई।